मैले दर कसरी खाऊँ हैन? मैले चेलीबेटीलाई कसरी खुसी बनाऊँ? उसका पनि पीडित होलान्, म पनि पीडित होला है। त्यही नै भन्छु ल मिल्यो। हेर्नुहोस् न हेरा, मेरो देशमा बाढी आयो, होरी आयो, बतास आयो। काम गरिरहेका साथी बगायो, आफन्त बगायो। खाजा पकाउँदै गरेका मान्छे बगायो, इतिहास बगायो। कयौं गाडी बगायो, कयौंलाई अपाङ्ग बनायो। हेर्नुहोस् न मेरो देशमा ठुलो बाढी आयो हेर। हेर्नुहोस् न मेरो देशमा ठुलो बाढी आयो हेर। हुन त के बगाउँथ्यो र, हुन त के बगाउँथ्यो र, मेरो आँखाभरि आँसु बगायो हेर। हुन त मेरो आँखाभरि आँसु बगायो हेर। लेदोले आफन्त लुट्यो, आमाले पालेको भैँसी पनि लुट्यो, बाबाले पालेको त्यो ट्र्याक्टर पनि लुट्यो। हो मेरो बस्तीमा हेर्नुहोस् न ठुलो बाढी आयो, बतास आयो। कयौं साथीहरू राहतको कुरा गर्दैछन्। मलाई थाहा छैन कस्तो कुरा गर्दैछन्। हो मेरो बस्तीमा साँच्चै बाढी आयो, आँधी आयो, होरी आयो, बतास आयो। हो साँच्चै भन्छु नि, मेरो बस्तीमा आँधी आयो, होरी आयो, बतास आयो। आज कस्तो ठुलो बाढी आयो। रहेकी आमालाई सम्झाउन सक्दिनँ म। छोडेर गएका बाबाले पनि के सम्झाउँथे र। हो मेरो भात खाने खेत लाग्यो, ढिँडा लग्यो, गाई भैँसी लग्यो। मेरो सानो भाइलाई पनि त्यही बतासले लग्यो। हो त्यही बाढीले लग्यो। हो मेरो बस्तीमा आज ठुलो बाढी आयो। मैले साथी गुमाएँ, आफन्त पनि गुमाएँ। मैले साथी गुमाएँ, आफन्त पनि गुमाएँ। 2-4 मिनेट के फुर्सद थियो र टेलिकम तिमीले फुर्सदको फेरि कल दियौ। हो मेरो बस्तीमा आज आँधी आयो, होरी आयो, बतास आयो। हो मेरो बस्तीमा आँधी आयो, होरी आयो, बतास आयो। नहुने बतासले, नहुने बाढीले आज सबै कुरा उडाएर लग्यो। म थोत्रा गाला बजाएर के गरौँ हिरा? म थोत्रा गाला बजाएर के गरौँ र हिरा? कसम खाएर भन्छु नि, कहिल्यै नहुने बाढी मेरो बस्तीमा आयो।